केपी ओलीको गैर कानुनी अभिव्यक्ति, भड्काउपूर्ण अभिव्यक्ति, उक्साहटपूर्ण अभिव्यक्ति, सुन्नु एकछिन सुन्नु न, अभिव्यक्ति गलत छ भनेर त्यही भनेर त्यो भिडन्त नहोस्, रक्तपात नहोस्, अस्ति चैत 15 को जस्तो भिडन्त नहोस् हैन। यही सरकार हैन चैत 15 मा चाहिँ त्यो तीनकुनेमा त्यो जुलुस सभा सम्मेलन गर्न नदिएर भड्काएर उक्साएर हैन त्यत्रो दण्ड गराउने, रक्तपात गराउने हैन। सुन्नु न, यहाँ सुन्नु न, यहाँ सरकारको कमजोरी छ क्या। त्यही भएर अब यी राजावादी र चाहिँ माओवादी, खाओवादी, राजावादी, गणतन्त्रवादी सबैको बुद्धि फेरेर एउटा गोलमेज सम्मेलन गरेर ल जाउँ न त प्रत्यक्ष कार्यकारी राष्ट्रिय सहमति गोलमेज सम्मेलन जे भए। गणतन्त्र पनि होइन, सुन्नुस्, राजतन्त्र पनि होइन, गणतन्त्र पनि होइन। राजा पनि संवैधानिक रहन्, पार्टीहरू पनि चुनाव लडुन्, संसदीय दलको संसदमा आउन्, प्रधानमन्त्री चाहिँ सबै नेपाली जनताले प्रत्यक्ष भोट हालेर तिनको नेपाली जनताले राजा सहितको, पार्टी सहितको, प्रजातन्त्र सहितको जनतन्त्र किन नबन्यो? जनताको शासन किन न? जनताको लागि राजनीति, जनतन्त्र कहाँको गणतन्त्र भन्नुहुन्छ? गणतन्त्र फेलियर, अलरेडी एक्सपायर। राजतन्त्र सुन्नु, राजतन्त्र पनि फेलियर, गणतन्त्र पनि फेलियर। अब 15 गतेको यो भिडन्त राजावादी र के रे राजावादी र गणतन्त्र, राजावादी र गणतन्त्रवादीको भाले भिडन्त हैन। चुनाव लड्न पठाइदिने, समानुपातिक निर्वाचन गरिदिने, पैसा खर्च नि हुँदैन, मन्त्री बन्न नपाउने भएपछि तस्कर, माफिया, व्यापारीहरू हारालुच गरेर चाहिँ सांसद बन्न नि आउँदैनन्। अनि मात्रै सुन्नु अब सुन्नु, राजावादीले गणतन्त्र पनि होइन, सुन्नुस्, राजतन्त्र पनि होइन, गणतन्त्र पनि होइन। राजा पनि संवैधानिक रहन्, पार्टीहरू पनि चुनाव लडुन्, संसदीय दलको संसदमा आउन्, प्रधानमन्त्री चाहिँ सबै नेपाली जनताले प्रत्यक्ष भोट हालेर तिनको नेपाली जनताले राजा सहितको, पार्टी सहितको, प्रजातन्त्र सहितको जनतन्त्र किन नबन्यो? जनताको शासन किन न? जनताको लागि राजनीति, जनतन्त्र कहाँको गणतन्त्र भन्नुहुन्छ? गणतन्त्र फेलियर, अलरेडी एक्सपायर। राजतन्त्र सुन्नु, राजतन्त्र पनि फेलियर, गणतन्त्र पनि फेलियर। अब 15 गतेको यो भिडन्त राजावादी र के रे राजावादी र गणतन्त्र, राजावादी र गणतन्त्रवादीको भाले भिडन्त हैन। गणतन्त्रवादीले यहाँ भिरकुटी मण्डलमा कार्यक्रम गर्ने कुरा आयो, सरकारले, विशेष गरी सरकार भन्नाले एमालेले र अनि रत्नपारमा चाहिँ राजावादी गर्ने भने चाहिँ नजिक जम्मा 500 मिटर र 1 किलोमिटरको दूरीमा होला, 1 किलोमिटर छैन 500 मिटरको दूरीमा होला। उनीहरू त भिडन्त हुन देश त रक्तपातमा जाने जस्तो देखियो नि हजुर। तपाई चाहिँ त्यो एउटा यसरी देश र समाजको चिन्ता गर्ने मान्छे अब देश मोटिभेटमा जाने भयो, द्वन्द्वमा जाने भयो भन्नेमा चिन्तित हुनुहुन्न तपाई? केपी ओलीको गैर कानुनी अभिव्यक्ति, भड्काउपूर्ण अभिव्यक्ति, के भन्नुभयो? केपी ओलीको गैर कानुनी अभिव्यक्ति, भड्काउपूर्ण अभिव्यक्ति, उक्साहटपूर्ण अभिव्यक्ति, सुन्नु एकछिन सुन्नु न, अभिव्यक्ति गलत छ भनेर त्यही भनेर त्यो भिडन्त नहोस्, रक्तपात नहोस्, अस्ति चैत 15 को जस्तो भिडन्त नहोस् हैन। यही सरकार हैन चैत 15 मा चाहिँ त्यो तीनकुनेमा त्यो जुलुस सभा सम्मेलन गर्न नदिएर भड्काएर उक्साएर हैन त्यत्रो दण्ड गराउने, रक्तपात गराउने हैन। सुन्नु न, यहाँ सुन्नु न, यहाँ सरकारको कमजोरी छ क्या। त्यही भएर न त राजतन्त्र यो देशको विकल्प हो, अहिलेको प्रजातन्त्रको विकल्प हो, न चाहिँ यो गणतन्त्र चाहिँ राजतन्त्रको विकल्प हो। करोड नेपाली जनताले भोट दिन पायो भने कम्तीमा पनि 8 कक्षा फेललाई त भोट हाल्दैन, प्रधानमन्त्री त बनाउँदैनन् नि। अलि योग्य, दक्ष, अलि योग्य मान्छेलाई बनाउलान्, बरु चाहिँ कुलमान घिसिङ जस्तो मान्छे खोज्लान्, बरु बालेन शाह जस्तै मान्छे रोज्लान् हैन। चाहे हैन एउटा चाहिँ विद्वान महावीर पुन जस्तो अथवा सन्दुक जस्तो अलिकति योग्य र दक्ष मान्छे आउँछ नि त। 3 करोड मान्छेले त यस्तै 8 कक्षा फेल बसेका मान्छे मारेर जेल गएको मान्छेलाई त चुनाव जिताउँदैन। चुनाव लड्न पठाइदिने, समानुपातिक निर्वाचन गरिदिने, पैसा खर्च नि हुँदैन, मन्त्री बन्न नपाउने भएपछि तस्कर, माफिया, व्यापारीहरू हारालुच गरेर चाहिँ सांसद बन्न नि आउँदैनन्। अनि मात्रै सुन्नु अब सुन्नु, राजावादीले गणतन्त्र पनि होइन, सुन्नुस्, राजतन्त्र पनि होइन, गणतन्त्र पनि होइन। राजा पनि संवैधानिक रहन्, पार्टीहरू पनि चुनाव लडुन्, संसदीय दलको संसदमा आउन्, प्रधानमन्त्री चाहिँ सबै नेपाली जनताले प्रत्यक्ष भोट हालेर तिनको नेपाली जनताले राजा सहितको, पार्टी सहितको, प्रजातन्त्र सहितको जनतन्त्र किन नबन्यो? जनताको शासन किन न? जनताको लागि राजनीति, जनतन्त्र कहाँको गणतन्त्र भन्नुहुन्छ? गणतन्त्र फेलियर, अलरेडी एक्सपायर। राजतन्त्र सुन्नु,
राजतन्त्र पनि फेलियर, गणतन्त्र पनि फेलियर। अब 15 गतेको यो भिडन्त 15 गते भिडन्त होला जस्तो देखिने राजावादीहरूले के भन्छ? राजावादी र के रे? हामी राजावादी र गणतन्त्र, राजावादी र गणतन्त्रवादीको भाले भिडन्त हैन। गणतन्त्रवादीले यहाँ भिरकुटी मण्डलमा कार्यक्रम गर्ने कुरा आयो, सरकारले विशेष गरी सरकार भन्नाले एमाले र अनि रत्नपारमा चाहिँ राजावादी गर्ने भने चाहिँ नजिक नजिक जम्मा 500 मिटर र 1 किलोमिटरको दूरीमा होला। 1 किलोमिटर छैन, 500 मिटरको दूरीमा होला। उनीहरू त भिडन्त हुन देश त रक्तपातमा जाने जस्तो देखियो नि दाजु। तपाईँ चाहिँ त्यो एउटा यसरी देश र समाज राष्ट्रको चिन्ता गर्ने मान्छे अब यसरी देश मोटिभेटमा जाने भयो, द्वन्द्वमा जाने भयो भन्नेमा चिन्तित हुनुहुन्न तपाईँ? केपी ओलीको गैर कानुनी अभिव्यक्ति, भड्काउपूर्ण अभिव्यक्ति, के भन्नुभयो? केपी ओलीको गैर कानुनी अभिव्यक्ति, भड्काउपूर्ण अभिव्यक्ति, उक्साहटपूर्ण अभिव्यक्ति, सुन्नु एकछिन सुन्नु न, अभिव्यक्ति गलत छ भनेर त्यही भनेर त्यो भिडन्त नहोस्, रक्तपात नहोस्, अस्ति चैत 15 को जस्तो भिडन्त नहोस् हैन। यही सरकार हैन चैत 15 मा चाहिँ त्यो तिनकुनेमा त्यो जुलुस सभा सम्मेलन गर्न नदिएर भड्काएर उक्साएर हैन त्यत्रो दण्ड गराउने, रक्तपात गराउने हैन। सुन्नु न, यहाँ सुन्नु न, यहाँ सरकारको कमजोरी छ क्या। त्यही भएर हामी कानुन कर्मीहरू स्वयं मानवाधिकार आयोगमा गएर उपस्थित भएर आह्वान गरेर, अनुरोध गरेर, उजुरी गरेर मानवाधिकार आयोगले यस्तो भड्काउपूर्ण अभिव्यक्ति नदियो भने विज्ञप्ति आयो। यो चान्चुन कुरा हो। नेपालको मानवाधिकार आयोगले यो सरकारलाई, यो केपी ओलीको सरकारलाई केपी ओलीको अभिव्यक्ति चाहिँ यस्तो अभिव्यक्ति नदेऊ भनेर सचेत गराएको छ कि छैन? सुन्नु अब सुन्नु, आइजिपी को नाममा प्रहरी महानिरीक्षकमा पत्र लेख्नुभयो, उल्टै आफै पक्राउ पर्नुभयो। हेर्नुहोस्, रविकिरण हमालले पक्राउ पर्यो। त्यहाँ विषय अरू पनि जोडिएका होलान्, त्यतातिर नजाउँ, यो यसको आधिकारिकता परीक्षण गरेर मात्रै बोल्नुपर्ने हुन्छ। त्यही 15 गतेको जस्तो अवस्था नहोस् भनेर सचेत गराएको हो। र यो सरकारको नियत के देखिन्छ भने हैन, चाहे त्यो गणतन्त्रवादी हुन् चाहे राजावादी हुन्, यो त के हो भने भाले भिडन्त गर्ने, गोरुको जुधाइ बाछाको मिचाइ भन्ने एउटा उखान छ नि। अनि यो गणतन्त्रवादी, यो गणवादीहरू र चाहिँ राजतन्त्रवादीहरू भिड्ने, अनि यिनीहरूको भिडन्तमा चाहिँ जनता चाहिँ मारमा पर्ने। त्यसकारण न त राजतन्त्र यो देशको विकल्प हो, अहिलेको प्रजातन्त्रको विकल्प हो, न चाहिँ यो गणतन्त्र चाहिँ राजतन्त्रको विकल्प हो। राजतन्त्र राजालाई राजाको थान्कोमा राख्ने, राजा सहितको पार्टी सहितको हैन, तपाईको दल सहितको, प्रजातन्त्र सहितको जनताको लागि जनताको शासन, त्यो भनेको जनतन्त्र हो। अब गणतन्त्र अलरेडी फेलियर, सुन्नु न, गणतन्त्र अलरेडी फेलियर, एक्सपायर, डेट एक्सपायर। हाम्रा नेताहरू डेट एक्सपायर, फेलियर। कांग्रेस फेलियर, एमाले फेलियर, माओवादी फेलियर, नेपालको सबै पार्टी फेलियर। यो सिस्टम नै फेलियर, गणतन्त्रको सिस्टमै खराब हो हैन, निर्वाचन प्रणाली खराब। ए सर तपाई बुझ्नु न, नेपालमा कुनै पार्टीले बहुमत ल्याउने चाहिँ निर्वाचन पद्धति छ? छैन, सधैँ अस्थिर सरकार। त्यही भएर त हामी भनिरहेछौँ केपी ओलीले चाहिँ 30-35 हजार मान्छेले झापाको एउटा निर्वाचन क्षेत्रको मान्छेले भोट हाले मान्छे सांसद बनाएको मान्छे कसरी तपाईँ हाम्रो नेपालको चाहिँ प्रधानमन्त्री बनाउने? त्यसकारण प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री सहित प्रत्यक्ष कार्यकारी निर्वाचित सरकार भयो भने तपाईँ हामीले सबैले भोट दिन पायौँ, आफ्नो नेता आफू छान्न भयो। कम्तीमा तपाईँ हामीले भोट दिने हो भने, सुन्नु न, 3 करोड नेपाली जनताले भोट दिन पायो भने कम्तीमा पनि 8 कक्षा फेललाई त भोट हाल्दैन, प्रधानमन्त्री त बनाउँदैन नि। अलि योग्य दक्ष, अलि योग्य मान्छेलाई बनाउलान्, बरु चाहिँ कुलमान घिसिङ जस्तो मान्छे खोज्लान्, बरु बालेन शाह जस्तै मान्छे रोज्लान् हैन, चाहे हैन एउटा चाहिँ विद्वान महावीर पुन जस्तो अथवा सन्दुक गिरिज जस्तो अलिकति योग्य र दक्ष मान्छे आउँछ नि त। 3 करोड मान्छेले त यस्तै 8 कक्षा फेल बसेका मान्छे मारेर जेल गएको मान्छेलाई त चुनाव जिताउँदैन हैन। त्यसकारणले प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हैन। सुन्नु न, अनिखेरि दलहरूलाई कहाँ स्थान दिने? समानुपातिक निर्वाचन प्रणाली हुन्छ, पैसो खर्च हुँदैन हैन, पैसो खर्च हुँदैन, दलको चाहिँ प्रतिनिधित्व हुन्छ, सबै क्षेत्र लिङ्ग पार्टी पनि हो, दल पनि रहे, पार्टी पनि रह्यो, जनताको पनि प्रजातन्त्र पनि रह्यो, राजाले पनि काहीँ न काहीँ फेरि राजालाई पनि निरङ्कुश राजा हिजो 62-63 को जस्तो राजा नेपाली जनताले स्वीकार्दैन। तर यो देशको नेतृत्व, यो देशको राजनीति चाहिँ कसको लागि भन्दा अब जनताको हातमा आउनु पर्यो क्या। जनताले आफ्नो सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेर संविधानमा लेखेको छ। अब नेता त फेलियर भए, पार्टी त फेलियर भयो, कांग्रेस फेलियर भयो, एमाले फेलियर भयो, माओवादी फेलियर भयो भन्ने हो भने राजतन्त्र पनि
एक किसिमले चाहिँ प्रत्यक्ष शासन गर्न खोज्दा निरङ्कुश हुँदा गर्दा जसरी गएको थियो नि फेलियर भएको डेट एक्सपायर भनेदेखि राजालाई राजाको थान्कोमा राख्ने संवैधानिक बनाउने सांस्कृतिक बनाउने बेलायतमा पनि त राजा छ जापानमा पनि राजा छ थाइल्यान्डमा पनि छ त्यही राजा भएको देशमा यी नेताहरू गएर चाहिँ राजाको दर्शन भेट गरेर आउँछन् त्यहाँबाट पाठ सिक्नु पर्यो नि जब निरङ्कुश हुन खोज्छन् फेरि रक्तपात मचाउने फेरि रक्तपात होइन विधावादी हुन्छन् नि त्यो कुरो अब गणतन्त्रवादीको नि त्यो दिन आइसकेको छ त्यसकारण गणतन्त्रको विकल्प राजतन्त्र होइन राजतन्त्रको विकल्प गणतन्त्र होइन यी चाहिँ नेता यी पार्टी फेलियर भए अब राजा सहितको होइन पार्टी सहितको प्रजातन्त्र सहितको जनतन्त्र चाहिन्छ जनताको हातमा शासन आउनु पर्यो के जनता नेता हुनु पर्यो जनता सार्वभौम हुनु पर्यो नेताको पछि लाग्ने होइन अब पार्टीको पछि होइन राजाको पछि होइन सबैजना चाहिँ जनहितमा काम गर्नु पर्यो जनताको लागि राजनीति गर्नु पर्यो जनतालाई केन्द्रबिन्दुमा राखेर फर द पिपुल टु द पिपुल बाई द पिपुल भनेको जस्तो गणतन्त्र पनि होइन राजतन्त्र पनि होइन राजा सहितको पार्टी सहितको दल सहितको प्रजातन्त्र सहितको जनतन्त्र विकल्प हो यो कुरो चाहिँ गणतन्त्रवादी र राजतन्त्रवादी दुवै पक्षले बुझ्नु जरुरी छ नत्र भने यो देशमा कि चाहिँ अब इकोनोमिक फेलियर भएर श्रीलङ्काको हालतमा जाने त लगभग देखिया छ त्यो अवस्था नआउला नेताहरू के चाहिरहेछन् भन्दा अफगानिस्तानमा जस्तो गृहयुद्ध मचाउन चाहिरहेछन् जनता के भनिरहेका छन् भन्दाखेरि यी नेताहरूलाई त बङ्गलादेशमा जस्तो लखेट्नुपर्छ भनिरहेछन् अब यी राजावादी र चाहिँ माओवादी खाओवादी राजावादी गणतन्त्रवादी सबैको बुद्धि फेरेर एउटा गोलमेज सम्मेलन गरेर ल जाउँ न त प्रत्यक्ष कार्यकारी राष्ट्रिय सहमति गोलमेज सम्मेलन जे भए नि जनमत संग्रह जे भने पनि जे गरे पनि यो संविधानको भएको कमी कमजोरीलाई नि संशोधन गरेर हैन एउटा चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र हैन जनतन्त्र चाहिँ यो गणतन्त्र र राजतन्त्रको विकल्प भनेको फ्युजनमा चाहिँ जनतन्त्र चाहिँ आजको आवश्यकता हो 15 गतेको गणतन्त्र दिवसमा चाहिँ यी गणतन्त्रवादी र राजतन्त्रवादी भिड्ने होइन कि मिलेर त्यसको नयाँ निकास र देशको विकासमा जुट्नु पर्यो एकमत भएर जुट्नु पर्यो अधिपति महत्त्वपूर्ण संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद नमस्कार